हेलो हाई नमस्ते म चाहिँ अहिले भर्खरै भिडियो खिचेको होइन अनि हामी चाहिँ त चन्द्रगिरी घुम्न आएको छौँ अनि आप्पा म दिदीको छोरीको साथीहरू छ बहिनीहरू छ अनि चन्द्रगिरी तलबाट केबुल कार चढेर आइसक्यौँ अनि त माथि मन्दिरमा दर्शन गर्न जाँदैछौँ दर्शन गरेको तपाईँहरूलाई म देखाउने नै छु क्लिप लिएर आउने नै छु मेरो आजको लुक चाहिँ हेलो नाना त्यो चाहिँ मेरो दिदी हो ठुली म कान्छी म चाहिँ ठुली हो हामी दिदी बहिनी हो अनि आउँदैछ हामी दुईजनालाई जन्म दिने बुवा तल आउनु हुँदैछ गाडी मेरो सालु भयो गाडी आयो गाडी के गर्ने है गाडीमा नि हातै गर्ने रहेछ है यो तल डाँडा हेर्नु कस्तो छ यस्तो धेरै डाँडा कहाँ ओ मन्दिर पनि आइसकेछ भाइ यहाँ चाहिँ चाबी झुन्डाउने आफ्नो चाबी आफ्नो चाबी झुन्डाएर हामी चाहिँ यताबाट हो हुनुहुन्छ हाम्रो यहाँ नाना सबै ताला झुन्डाउनु भएको रहेछ यहाँनिर आफ्नो नाम वाउ यस्तो दामी भ्यू यहाँ है साथीहरू क्या दामी भ्यू छ ल साइकल चढ्ने यो चाहिँ रेलिङ हुँदै साइकलबाट जाने रहेछ है यसरी उपर कस्तो ब्लड आइरहेको भ्यू हेर्नु न गाइस यस्तो दामी यस्तो दामी हामी चाहिँ चन्द्रगिरी आएर पनि यसरी फोटो खिचिसक्यौँ सानो मन्दिर मन्दिर चाहिँ त फोटो खिच्ने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ हामी चाहिँ पूजा गरिसकेर अब हिँडेको पूजा गर्दै गर्दै जाने हो पूजा गर्दै जाने हो साउन्ड चाहिँ आउँछ आउँदैन थाहा भएन होइन हस् आऊ न आपा जाउँ अब हामी चाहिँ छिटो नरिवल तोड्नु यहाँ नरिवल चढाउने ठाउँमा जाँदैछौँ हामी चाहिँ अनि यसरी कस्तो राम्रो रहेछ कि हामी नरिवल तोड्नलाई रेडी भएको हातमा लिएर खै हाम्रो साथीहरू आउँदैन यता रहेछ नरिवल ब्लग बनाउनुहुन्छ कि हाल्दैन हो अनि यसरी गरेर चाहिँ हामी
अब जाने हो यतातिर। तपाईँहरू पनि दर्शन गर्नु है चन्द्रगिरी मन्दिरको। त्यो टिकट खै के भनिरहेको त्यहाँ। कोही साइकल चढ्ने कोही के गर्ने भन्छ है। यता चाहिँ सबै आफ्नो मन्नत माग्ने चाबी झुन्डाउन रहेछ यसरी। फेरि चाबी झुन्डाउनु पर्ने चाहिँ माथिसम्म चाहिँ तलदेखि। चन्द्रगिरी पनि घुम्यो है साथीभाइ हो। चन्द्रगिरी पनि घुम्यो। हामी त फर्किँदैछौँ। यस्तो रमाइलो भयो कि पूजा गऱ्यौँ घुम्यौँ फोटो खिच्यौँ। अनि आएको यो के उडेको होला है? कस्तो राम्रो मोबाइल लडाएको वेटिङमा। अब जाँदा पनि लाइन लागेर जानुपर्ने। टोपी लाने त लिलामा लिलामा दिने जस्तो देखिन्छ। पछाडिको भ्यू कस्तो दामी क्या। हाम्रो लाइन फर्केको हामी त लाइनहरूमै लाइन कति धेरै लाइन छ। हामी त लाग्यो अब माथि घुमेर अब फर्केको। एक बज्न लाग्यो अनि है यस्तो खाँदै हामी जाँदैछौँ। मुखमा लाग्यो कि बिल्लिहाल्यो। गयो गयो। अब तल पुगेर भेट्नुपर्छ। पुग्यौँ हाम्रो गन्तव्यमा। अब कताबाट निस्किनु पर्ने हो। दिदीसँग बिस्तारै 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 हामी आइसक्यौँ गाडीबाट। यति नै हो साथी हो। हामी गयौँ। यहाँ देख्नुको भ्यू हेर्नु न। भ्यू हेर्नु न। भ्यू काठमाडौँको। जाँदैछौँ बाहिर। अघि जुन बाटो आएको त्यही बाटो। मेरो टोलीहरू जाँदैछ जाँदैछ। निस्क्यौँ। ओ वाउ हेर्नुहोस् दृश्य यहाँ। अनि यता पनि हेर्नुहोस् यहाँनिर। हेर्नुहोस् यहाँ चन्द्रगिरीको भ्यू हेर्नु है यहाँ साथीहरू। साथीहरू बाटोमा आउँदा आउँदै पानीले लास्ट गोदो। भिडियो बनाउनु पनि पाइएन, इन गर्न पनि पाइएन। अनि रुममा आएर खानासाना बनाएर खाएर भिडियो इन गर्दैछु। राम्ररी हेरेर साथ सपोर्ट गरिदिनु होला।